वाउ दामी छ हौ यो ठाउँ त गाइस आउनलाई हेर्नु ल साथीहरू रक डाँडा स्थित चाहिँ यस्तो यस्तो ठाउँहरू छ आउने साथीहरू यो चाहिँ के बनाएको मलाई पनि थाहा भएन होइन हेलो गाइस वेलकम टु माई न्यू भ्लग र आजको हामी जे डेस्टिनेसन भन्नुहुन्छ नि यहाँदेखि हामी ठक्क रकढुङ्गा जान्छौँ रकढुङ्गा भनेको तपाईँको हलेसी टक्क अहिले हेर्नुहुनेछ है म चाहिँ यहाँ भाइलाई पर्खिँदैछु त्यही भएर एकछिन वेट गरिरहेको छु है साथीहरू है साथीहरू अब हामी चाहिँ जानेछौँ हलेसीको रकढुङ्गा भन्नेसम्म घुम्नको हेलो साथीहरूलाई हामी चाहिँ फाइनली हलेसी आइपुगेको छौँ यहाँ भाइ छ यता टक्क हामी चाहिँ हलेसी आएर चाहिँ माथि साथीहरू फाइनली हामी चाहिँ हलेसी आइसकेको छौँ यहाँ टक्कसँगले आज हाम्रो चाहिँ यात्रा चाहिँ हलेसीदेखि केही पतिर मात्र हो अहिले एकछिनमा तपाईँहरूलाई त्यो पनि देखाउनेवाला छौँ हामी हलेसी स्थित रकढुङ्गा भन्ने एउटा पार्क जस्तो ठाउँमा चाहिँ जाँदै गरेको अवस्था है चाहिँ हलेसी आइसकेको छौँ चट्ट हामी चाहिँ हाम्रो गन्तव्य स्थलतिर लाग्दैछौँ है साथीहरू लाग्दैछौँ हाँसी बजार यो चाहिँ नगरपालिका यहीँ होला होइन यो नगरपालिका जान्थ्यो ल ल साथीहरू फाइनली हामी चाहिँ रक डाँडा जाँदैछौँ र बाटो चाहिँ खासै राम्रो चाहिँ रहेनछ त्यही पनि जाँदैछौँ है रक डाँडा रक गुराँसै फुल पनैमा एक तरिका हो अनि यस्तो छ त बाटो त सर्ट बाइक लिएर आउनु पर्ने रहेछ नि त यता त हो रक डाँडा जाने कता उतातिर छ यता हो राइट डर रट्यान मोबाइल चाहिँ 1 नम्बर लडाउँदिन हेरौँ त्यो पारि हलेसी माथि डाँडा अनुसार यो बाटो भएन के सम्झना छ पनि दिनु बब्बल दामी रक डाँडा हिँडेको तिमीहरूले चाहिँ यता बाटो भनेर कसरी चिनेर आएको केटा सुँगिहाल्ने हो नि बाटो त सुँगेर थपाएको हो त सुँगेर हो नि यता उभो होइन नि उता पनि छ त बाटो राइडर के हो नाम फुली अनि बाटो यो गतिको रहेछ त नि केटाले त भन्दै थियो के अरे खाल्टा कसी जान्छ भन्थ्यो अझै बनाएको रहेछ राम्रो गाडी यता भनेर रास्ता ध्यान पऱ्यो नि त केटा अनि यो पाराले भयो भने त अनि छुई ल गाडी हामी चाहिँ डाँडा मात्रै हिँडिरहेको छौँ खोल्सा पछि गयो भने चाहिँ गइयो एक मिस्टेक जाम फिनिस भन्दै यो पो रहेछ त नि ओहो
होइन रक डाँडा पुग्नै पर्छ गन्तव्य त पुग्नु पर्यो नि त गन्तव्य पुग्नु हिँडेको ल साथी हो फाइनली हामी चाहिँ आजको गन्तव्यमा आइपुगेको छौँ ठ्याक्कसँगले यो रक डाँडाको गेटबाट चाहिँ कसरी खोल्छ हौ ब्याक यता पछि बाहिरमा आछौँ है साथी हो ल गाइज हेर्नु होला मजाले को यो ठाउँमा आउनु भएको छ भिडियो हेरेर कमेन्ट अनि बिलो सब्सक्राइब गर्ने होला च्यानल हेर्नुहोस् है गाइजहरू यो तलतिर चाहिँ बच्चाहरू खेल्ने ठाउँ पनि रहेछ चट्टसँगले बच्चाहरू एकदम रमाइरहेको छ सर्ट साथीहरू हामी चाहिँ प्रस्थान गर्दैछौँ है उकालो रक डाँडा साथी हो यहाँबाट देखिने यो तलतिरको चाहिँ भ्यू भनेको हलेसी हो भाइ र म आएको भाइ तल निक्लिन्छ के गर्छ केटो फेरि है साथीहरू हामी चाहिँ आजको यात्रामा चाहिँ एकदम सक्सेसफुल्ली तरिकाले आएको छौँ यो ठाउँ घुम्न चाहनुहुन्छ भने आउनु होला है गाइजहरू साथीहरू भिडियो हेरेर हो के दामी हो यार अब मनै लोभ्याउँछ त ढुङ्गाले त केटा ल फाइनल ल मोबाइल खिचिदिनु एकछिन मान्छे आउँछ कि कराउँछ फेरि ठक्कसँगले ल है त्यहाँ उभिँदा बबाल छ रक डाँडाको सबैभन्दा बबाल चाहिँ यो देखिँदै थियो है साथीहरू रक डाँडा भन्ने ठाउँ आइसकेको छु र रक डाँडामा तपाईँहरूलाई देखाउने क्रम जारी छ यहाँबाट एकदम बबाल बबाल ठाउँहरू देखिन्छ हेर्नुहोस् ढुङ्गाहरू उस्तै बबाल बबाल छ आउनु होला है घुम्नको निम्ति ल है साथीहरू रक डाँडा स्थित चाहिँ यस्तो यस्तो ठाउँहरू छ आउनु होला भ्रमण गर्नु होला हेर्नुहोस् गाइजहरू यस्तो यस्तो रहेछ अब यसलाई चाहिँ बिस्तारै व्यवस्थापन अझै गर्दै जाँदै रहेछ अब भविष्यमा चाहिँ धेरै नै राम्रो हुन्छ भन्ने आशा गरेका छौँ है साथी हो यो चाहिँ के बनाएको मलाई पनि थाहा भएन होइन तर यो भोइस बेसमा केही चाहिँ बनाउँदै होला गर्नुको लागि गर्दै रहेछ यो के हो मलाई पनि थाहा हुनु साथी हो चिन्नु भएर यो चाहिँ के को स्टामेट भनेर थाहा पाउनु भयो भने चाहिँ कमेन्ट गर्नु होला साथीहरू रक गार्डन स्थित संरचनाहरू बन्दै गरेको हुन्छ बाख्रोहरू पनि छ त यो त बाख्रो है साथीहरू रक गार्डन चाहिँ घुमेर हामी फर्किँदैछौँ र अब नयाँ नयाँ संरचनाहरू बन्दै रहेछ बबाल देखिन्छ त ठाउँ त ल साथीहरू यो ठाउँमा जो कोही पनि खोटाङ बाहिरको जो व्यक्तिहरू यो ठाउँमा भ्रमण गर्न घुम्न आउनुहुन्छ नि हलुसी मन्दिरमा तपाईँहरू दर्शन गर्न आउनुहुन्छ त्यो व्यक्तिहरू चाहिँ यो रक गार्डन भन्ने ठाउँ पनि एकचोटि घुमेर फिर्नु होला है साथीहरू धेरै राम्रो छ डाँडामा छ यहाँबाट धेरै टाढा टाढाको भ्यूहरू देखिन्छ धेरै राम्रो देखिन्छ तर आज चाहिँ यो अलिक सनलाइट परेर खासै राम्रो चाहिँ देखेको छैन त्यही पनि तपाईँहरू पछि आएर होइन मर्निङमा चाहिँ एकदम बवाल भ्यूहरू देखिन्छ त्यही भएको कारणले यो तपाईँ चाहिँ यदि हलेसी तपाईँहरू चाहिँ मेला अथवा तीर्थस्थल घुम्नु आउँदै हुनुहुन्छ भने
यो रक गार्डन भन्ने ठाउँ पनि नछुट्याइकन आएर जानु होला है साथीहरू। बबाल छ, दामी छ, हेर्नुहोस् भर्खर बनिँदै गरेको ठाउँहरू यो। ओइ साथीहरू, रक गार्डन चाहिँ आज घुम्न आएको, एकदम बबाल छ। तपाईँहरू यदि यो ठाउँमा घुम्न आउनुहुन्छ भने एकदम बबालको छ यो ठाउँ चाहिँ साथीहरू। चल्दै कान्छ घर लाग्दिएको हो? ल ठिक छ, ल ठिक छ। ए रक गार्डन स्ट्रिट चाहिँ यस्तो यस्तो ठाउँहरू बनाउँदै रहेछ। यसलाई चाहिँ भविष्यमा धेरै राम्रो सिँगार पटाएर गरेर चाहिँ पुरीबाटी गरेर चाहिँ धेरै राम्रो बनाउँछ भन्ने आश छ है। गाह्रो छ गाह्रो यहाँ हिँड्नलाई। ल साथी हो, फाइनली आजको यात्रा चाहिँ सकेर घुमेर इन्जोय गरेर फर्किसकेको छौँ। अब टक्क हलेसी बजार झर्ने हो, चट्टसँगले घरतिर लाग्ने हो। Up with it, girl. Rock with it, girl. Show them it, girl. Bada bang bang. Bounce with it, girl. Dance with it, girl. Get with it, girl. साथीहरू एकदम रमाइलो गरी घुमेर फर्काउँदैछौँ। अहिले हामी ठक्क मौरे स्थित खिल्कु भन्ने ठाउँमा फर्किँदैछौँ। ल साथी हो, फाइनली आजको यात्रा सकाएर चाहिँ हामी घरतिर फर्काउँदैछौँ र अहिले हामी बाटोमा छौँ। अब रात पनि पर्न आँटिसक्यो है। आजको दिन एकदम रमाइलो गरी घुम्यो। अहिले सितुवाचुङ नगरपालिकाको रक गार्डन भन्ने ठाउँमा चाहिँ एकदम रमाइलो। अनि आजको यात्रा चाहिँ एकदम सक्सेसफुली भयो। तर ब्याड लकमा का डक्स है, फर्काउने क्रममा चाहिँ गाडीकै माथि डाँडामा टक्क फर्काउनु भएको माका डक्स बक्लकै लड्यो नि त। ऊ लडेर कति गाडीको भाइजार चाहिँ फुटेछ। तर केही छैन, जो मान्छे हिँड्छ नि त्यो मान्छे लड्छ भन्ने सुन्नुभएकै होला है साथीहरू। ल ठिकै छ, आजको भिडियोलाई हेरिदिनु होला, धन्यवाद।